पशुपतिमा आरती हेर्न गएको तर आरती गर्ने ठाउँमा त न पुजारी न भिड नै थियो। बिजोग भएको त होइन नि यसपालि पनि। दाइ र म चाहिँ जाँदा चाहिँ यसरी अलिकति एकछिन फस्नु परेको थियो 15-20 मिनट। अनि हामी चाहिँ सरर लाग्यौँ मन्दिरतिर, पशुपतिनाथ मन्दिर आरती हेर्नलाई जान लागेको थियौँ। अनि यहाँनिर हेर्न एउटा भिड थियो क्या, त्यहाँनिर भिड फेरि सानोतिनो थोडी थियो र एकदमै धेरै भिड थियो होइन। अनि भिड चाहिँ के को रहेछ भने आरती चाहिँ यहाँनिर गरेको रहेछ आजकल। यो भाइको हातको झिल्मिल हेरेर मलाई यस्तो किन्न मन थियो तर मैले पैसा लिएकै थिइनँ अनि किनिनँ मैले। अनि ल हिँड केटी, म चाहिँ तँलाई अगाडिबाटै मैले राम्रो भ्यू देखाइदिन्छु, तेरो अब यो भ्लगिङको लागि पनि राम्रो हुन्छ भनेर त भन्यो केटोले, दादाले होइन। अनि हामी चाहिँ जाँदैछौँ। अनि हेर्न यहाँ पहिला यहाँ आरती हुन्थ्यो, यहाँ केही पनि छैन, न मान्छे उसिन्छ न केही उसिन्छ। अनि हामी चाहिँ मान्छे जलाउने ठाउँबाट जाँदैछौँ। यसो राम्रो भ्यू पाइन्छ कि, यसो राम्रो ठाउँ पाइन्छ कि भनेर होइन, राम्रो भ्यू अब भिडियो खिच्नलाई भनेर। तर के पाइन्थ्यो है, यति टाढाबाट न राम्ररी आउनु न ठाउँ नै छ के। तर अब केही छैन नि त, अब आइसक्यौँ, एकछिन बस्छौँ भनेर हामी चाहिँ बस्यौँ। अनि बल्ल 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 स्टार्ट भयो हाम्रो आरती अनि एभ्रिथिङ। अनि एकछिन बसेँ, म चाहिँ उठ्दै थिएँ होइन भ्यूहरूको लागि। अनि यो बाँदरले चाहिँ मलाई मेरो साथीको याद दिलाइरहेको थियो के। मजाले आरती पनि सुरु भइसक्यो, रमाइलो पनि भइसक्यो, एम्बियन्स चाहिँ एकदमै राम्रो। तर हामी फर्कियौँ। अनि हाम्रो कपिल दाइले चाहिँ अल्छी लाग्यो भनेर हामी चाहिँ जाँदैछौँ फेरि घरतर्फ। अब त मसँग अहिले हिँड्दैनस् भने म तँलाई छोडेर जान्छु भनेर भनिहाल्यो, अब जानै पर्यो। भाइलाई अब हेर्नु यहाँ अगाडि टुटी गइरहेछ, म छु कि छैन पनि थाहा छैन। अनि अब चाहिँ हामी जान्छौँ घरतर्फ। सी यू टुमोरो, बाई।